everyone, welcome to my vlog. अहिले मसला बिचमा छु आजको भ्लग चाहिँ आज चाहिँ मेरो कलेजको साथीहरू भेट्न गएको है म मसला बिचमा भेट्नु भएर म चाहिँ फर्स्टमा छु तर 12 चाहिँ कति 12 चाहिँ बजेन हामी 12 बजे भेट्नु होइन अहिले 12:58 भएको होला सो लेट्स सी को चाहिँ पहिला आउँछ है ठिकै यिनीहरू कोही आएन अरे साँच्चै होइन यिनीहरू कोही आएन ढिला आएन पाउँछ तिमीहरूलाई हेरेर हाल्नु कहाँबाट सङ्घ्या ठिक भएको नि ठिक भएन के छ कृति छ एक वर्षपछि होइन त छ अहिले यस्तो गर्मी भयो है यिनीहरू दुइटै खोलेर अहिले खोलेर बसेर अब अझै स्मृति आउन बाँकी छ स्मृतिलाई वेट गरेर बस्छ है हामी चाहिँ ए अहिले बल्ल घाम गयो है यसले डिस्टर्ब गरेँ हामीले चाहिँ ठाउँ सिफ्ट गरेँ किन गरे अरे त्यो किन गरेँ बाहिर चाहिँ जस्तो खासै केही छैन यता चाहिँ गर्मी हुन्छ ठिक ठिकै ओके कस्तो छ टेस्ट गरेर भन के हो यसलाई ओरियो के अरे ओरियो मिल्क सेक कि समथिङ मिठो छ है त्यो मिठो हुन्छ आइसक्रिमै हो कि आइसक्रिमै हाल्नुपर्छ We are in the lift right now. मलाई यो फोन चार्जर धेरै दुःख दियो बानी नभएर हो इट्स ओके हामी चाहिँ हामीले लिटरली 1 वर्षपछि कि यासलाई भेटेको कि हामीले मन नपर्ने है त्यसको केमिस्ट्री टिचरको नाममा कलर देखिदियो ब्लग देख्दैन त्यसले त्यसलाई मेरो नाम आएर ओहो कस्तो हुँदो रहेछ यहीँबाट अहिले तल यहीँबाट तल कहाँ नमस्ते क्याफे हो यहाँ छ स्मृति ल हामीले भेट्यौँ यो यहाँ हेर मैले यहाँ कता कता देखाएको होइन मेरो कजन हो कि ऊ यतैपट्टि काम गर्छ होइन यो रोड यति हिँडेँ अब चाहिँ यताबाट भित्रपट्टि हो कि भनेर म कन्फ्युज हामीले कन्फ्युज भएको थियौँ कि म यति कन्फ्युज आफ्नो हाइट हेर यहाँ बल्ल 5 फुट छ लिफ्टमा चढ्न आज लिफ्ट तल माथि गर्दा गर्दा मलाई चक्कर लागिसक्यो तल माथि गर्दा हिँड्नु पर्ने हो कि म त आउँदैन यस्तो फ्यान्सी रेस्टुरेन्टमा लिफ्ट त हुनुपर्छ नि मलाई यस्तो गर्नु भइरहेको क्लास गरेर आएको अनि मेरो क्लास छुट्याउनै हुँदैन कि यस्तो कल गरिदिन्छ घरमा दिमाग खराब छ कलेज गएको कि सो हाई गाइज यो जुन मैले अहिले भिडियो गरिरहेको छु त्यो चाहिँ हाम्रो रोजी भ्लगरकोमा चाहिँ एड हुन्छ होइन हाम्रो यता क्यामेराम्यान रोजी हुनुहुन्छ होइन म चाहिँ भ्लगर रे एकछिनको लागि यता मोडल हुनुहुन्छ कि ओ माई गड ओ म्याम मल्लिका रे यो चाहिँ म हो यो मोडललाई चाहिँ जति भिडियो गरे पनि फोटो बुझ्दैन के भन्न चाहन्छु भ्लगलाई म के गर्ने मेरो भ्लगमा तिमी भन न पछि म युएस कैसे हेर्छु तिमी भनेको बाई अब सेफ फ्लाइट रोजी आई विल मिस यु भेरी मच गाइज दिस इज माई न्यू नेल्स होइन नेल्स बाई कृति हो यो होइन यो नङ चाहिँ मेरो हो नेलपट्टि चाहिँ कृतिको हो सो आई डोन्ट नो के हो तिनीहरू चाहिँ होइन यता मलाई छोडेर गयो होइन कता गयो भन्दा कता गयो फोटो खिच्न गयो किनकि तिनीहरू मलाई त फोटो खिच्नै मन लाग्दैन मेरो त फोटो खिचिहाल्छ त्यही भएर मलाई चाहिँ यस्तो फोटो खिच्नु हुँदैन ओके बाई बाई द्याट्स अल खै खाँदा कस्तो छ बिचराको आवाजै नसुनेर आउँदै आउनु भएको एक्सक्युज मी
सुरु भयो चला चला भन्दै अझ बोलाउने So finally she heard and Hi guys, अब यता चाहिँ पैसा डिभाइड हुन्छ अब दिने पैसा मैले दिनुपर्छ कतै हेर पैसा निकाल्न आँट्छ अन्त क्यामेरा चुकेर बसिरहेको छ निकाल ल तैँले यो 100 रुपियाँ हाल तँलाई अब 50 रुपियाँ फिर्ता हुन्छ यहाँबाट 150 फिर्ता एकदमै धेरै राम्रोसँग पढोस् टप द कलेज युनिभर्सिटी त्यस्तो त नभन त्यस्तो त अलिक गाह्रो एटलिस्ट टपमा जानु त्यही काम बाँकी छ विदेश गएर माउन्ट एभरेस्ट भन्दा टपमा कसरी जान सक्छ त्यही त नेपालमै छ त्यो त के बौलाइछ किन बौला We are heading down है एलिभेटरबाट एलिभेटरको सिन धेरै आइरहेको छ अब एकदमै धेरै waiting for the lift to be like this. कस्तो मटेरियलले बनाएको थियो है So why are architecture में जाइए? यसरी मैले आर्किमेजर वाला छिरै हेर पर्छ त तले यता हार्ड पनि रहेछ How hard is your measure? Please explain. Oh, come on. Let's not talk about it. Yes, here comes our lift. अब चाहिँ सिधै तल अहिले के खाना लाफी खाना के मगाउनु भयो हजुरले तपाईँले के मगाउनु भयो लाफिङ कुन लाफिङ चिप्स लाफिङ मैले चाहिँ के मगाएँ लस्सी यहाँ यस्तो भिड छ है यहाँ पुरै कतिवटा पालामा थाहा होइन पानीमा नहा गरेर डुङ्गल नहा यहाँ कताबाट त बाँकी हुन्छ कता उतापट्टि त्यतिबाट जाऊँ न मलाई के अरे त्यताबाट रत्न पाएपछि भनेदेखि गाडी चढ्नुपर्छ उता गाडी चढ्नु पर्दैन गाडी चढ्न यार म त बाटो थाहा छैन कि म कहाँबाट जाने होला यताबाट अनि चढ्नु पाइहाल्छ नि गाडी धेरै लामो भयो रे अनि अघि आएको बाटोबाट त फर्किस जानु पर्दैन के हिँड्न गाडीले लाग्यो नि गाडी लाग्यो चराइदिनु घर ड्रप गरिदिन्छ सो हाई रोजी म चाहिँ आज यता तिम्रो लागि भनेर मैं सब कुछ छोड़ छाड़ के आया हूँ मेरा प्रेजेंटेशन की शीट लेकर मेरा मॉडल लेकर मैं सब कुछ छोड़ छाड़ के तुम्हारे लिए बस तुम्हें भेजने के लिए आया हूँ क्योंकि तुम जा रही हो हमसे बहुत दूर 7 समुंदर पार जा रही हो। Okay, that's it. Okay.